हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। फेरि पनि म भिडियो लिएर आइसकेको छु मेरो च्यानलमा। अनि जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट डाउन बिलो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला के कस्तो लाग्छ। आज चाहिँ म के विषयमा कुरा गर्न चाहन्छु भने धोकेबाज मेरो एउटा साथीको बारेमा। अनि यो 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 कुरा चाहिँ म किन गर्न चाहन्छु भने चाहिँ अब इफ यु आर गाइज तपाईँहरू पनि बेस्ट फ्रेन्ड होला, कतै हुन्छ, सबैको हुन्छ। अनि के कस्तो हुन्छ, के कस्तोसम्म हुनसक्छ, के कतिसम्म मान्छेहरूले गर्छ, केसम्म चाहिँ कहाँसम्म चाहिँ मान्छेहरू गिर्न सक्छ भन्ने पोइन्टहरू चाहिँ मेरो लाइफको म सेयर गर्छु तपाईँहरू बिच होइन। अनि के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट डाउन बिलो अभियसली पनि कमेन्ट गर्न नछुटाउनु होला। अनि कथा कहाँबाट सुरु गरौँ भने अब लगभग कथा भयो समथिङ त्यही 6-7 वर्ष भयो होला, अब 5-6 वर्ष भयो समथिङ। अनि कुरा यस्तो हो, कुरा कहाँनिरबाट स्टार्ट गरौँ भने अब जस म कलेज पढ्ने क्रममा चाहिँ एउटा फेसबुकबाट चाहिँ एउटा हामी जोडिएको एउटा चेली माइती। अनि जस्ट मैले चाहिँ मेरो आफ्नो घरको अब चेली जस्तै, चेली भन्दा नि नजिकको आफ्नो दिदीहरू आफ्नो बहिनीहरू भित्रै राखेर चाहिँ आफ्नो जे भए पनि आफ्नो रगतको नाताभन्दा पनि धेरै नजिकको नाता बनाएको थिएँ। मनैदेखि मैले बनाएको थिएँ होइन। अनि कुराहरू त्यस्तै भयो होइन, दिदीभाइको कुराहरू अब त्यही हो। अनि कुरा कहाँनिरबाट स्टार्ट गऱ्यौँ भने त्यसपछि कलेज पढ्दा पढ्दा नै अब मैले दिदी बनाएँ, उसले मलाई भाइ बनायो होइन, दिदी भाइ भयौँ। सो त्यसरी एउटा नयाँ सम्बन्ध अब क्रिएट भयो हाम्रो दुई फ्यामिलीको, फेरि एउटै फ्यामिली। अब जस मैले दिदी माने, उसले मलाई भाइ मान्यो। अनि यसरी कुराहरू अघि बढिरहेको थियो। अनि बिस्तारै म चाहिँ अब आफ्नै भविष्यको खोजीको क्रममा चाहिँ अनि दिदीको घरतिर चाहिँ पुगेँ, दिदीको गाउँ पुगेँ। अनि जे होस् मलाई पिकअप गर्न चाहिँ दिदी नै आउनु भएको थियो। अनि दिदीको घर गएँ अनि बसेँ। अनि त्यहाँको वरिपरिको वातावरण समुदायसँग घुलमिल भएँ। सबले चिन्यो मलाई भाइ भनेर, मलाई रेस्पेक्ट गर्नुभयो। त्यहाँको मम्मीले पनि मलाई रेस्पेक्ट गर्नुभयो, बोजूदेखि लिएर सबले मलाई एकदम रेस्पेक्ट गर्नुभयो होइन। अनि त्यसमा म एकदम आभारी छु। अझै पनि म त्यो ठाउँमा जान चाहन्छु अनि त्यो मान्छेहरूलाई म एकचोटि फेरि पनि भेट्न चाहिँ चाहन्छु। अनि कुरो के भइदियो भने बिचमा गएर यति धेरै राम्रो इमेज थियो, यति धेरै राम्रो रिलेसन थियो, रिलेसन बन्डिङ यति राम्रो, फ्यामिली बन्डिङ यति राम्रो भएको थियो होइन। अनि चलिरहेको थियो त्यसरी नै। अनि बिस्तारै बिस्तारै चाहिँ एउटा मेरो बेस्ट फ्रेन्ड, अब जे होस् मेरो घरको दाजुभाइ भन्दा पनि मैले नजिकको मानेको मेरो बेस्ट फ्रेन्ड। म बच्चादेखि सँगै पढेको, सँगै बसेको, सँगै खाएको, सँगै खेलेको, एज अ भनौँ अब एउटा कट्टु लाउने बेलादेखिको साथी भनौँ होइन। त्यही चाहिँ बेस्ट होला होइन। अनि त्यो बेलाको साथी चाहिँ जे होस् हाम्रो चेली माइतीको बिचमा इन्ट्री भएछ। अनि कुरो के भयो भने ठिक छ इन्ट्री भयो, मलाई थाहा छैन है। अनि बिस्तारै उनीहरूको चाहिँ जोस् रिलेसन चाहिँ अघि बढ्दै रहेछ। अब कुराहरू अघि बढ्दै रहेछ। आई डोन्ट नो, फेरि मलाई केही थाहा छैन त्यो विषय चाहिँ। किनकि अब हुन त मलाई थाहा भएर पनि केही
हुने होइन भन्दा नि धेरै कुराहरू हुन्थ्यो होइन, धेरै कुराहरू हुन्थ्यो। तर उसले चाहिँ मलाई कसरी प्रेजेन्टिङ गर्यो भन्ने चाहिँ यस्तो गरेछ नि त। अब जुन मेरो बेस्ट फ्रेन्ड चाहिँ, मैले मानेको बेस्ट फ्रेन्डले चाहिँ के गरेछ भने, अब त्यो फ्यामिलीसँग चाहिँ जुन त्यो मेरो दिदी, जस मैले मानेको दिदी, त्यो दिदीसँग चाहिँ अब क्लोज हुन र ऊ चाहिँ जस बेटर मभन्दा चाहिँ मोर देन बेटर यो चाहिँ केटा हो, म चाहिँ हो भन्ने प्रेजेन्ट गराउनलाई चाहिँ मेरो फ्यामिलीदेखि लिएर मदेखि लिएर मेरो फ्यामिली सबको इमेज चाहिँ डाउन गर्ने कुरा गरेछ होइन। डाउन त के भनौँ, त्यस्तो नराम्रो कुराहरू चाहिँ लगाइदिने, जे होस् यस्तो भन्यो उस्तो भन्यो होइन, तिम्रो भाइले आएर यहाँ यस्तो कुरा गर्छ, तिम्रो फ्यामिली त यस्तो रे त्यस्तो रे, तिमी त्यस्तो रे उस्तो रे, ब्ला 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 क्या। अनि त्यस्तो कुरा लाएर चाहिँ जे होस् मैले मानेको दिदीलाई चाहिँ इम्प्रेस बनाएको भनौँ न, इम्प्रेस बनाएछ होइन। अनि ठिक छ, त्यो पनि मैले माने, ठिक छ, त्यो उसको लागि गर्यो, ठिक छ, ओके। अनि फेरि अब भगवान् जानोस् है, अनि त्यो दिदीले पनि अनि त्यस्तै कुराहरू चाहिँ सुनिबसेछ। अनि त्यो कुरा चाहिँ जे होस् डिरेक्टली चाहिँ मलाई भनेको भए चाहिँ अब मलाई त्यस्तो साह्रो मलाई हर्ट फिल हुन्न थियो होला होइन। जे होस् नर्मल हो, अब केटाहरूले त्यतिको अब केटी पाउनलाई त्यतिको गर्छन्, त्यस्तो सोच्थ्यो होला मैले होइन। तर त्यो भइदिएन नि त। त्यो कुरा चाहिँ मलाई दिदीले भनेन एज होइन, घरको दिदीले भाइलाई त एभ्री कुराहरू सेयर गर्छ नि त, अब यस्तो उस्तो। त्यो पनि झन् म त मलाई लाग्थ्यो कि म यति क्लोजको भाइ थिएँ त्योभित्र, त्यो गाउँमा म यति क्लोजको फ्यामिली मेरो बनिसकेको थियो कि जे होस् मैले मात्र माने रहेछ। अनि जे होस् मेन मैले त अब दिदी बनाएपछि त दिदीको थ्रुबाट म त्यहाँ गएको हो नि त। अनि मम्मी अनि गाउँ समाज भन्ने त त्यसपछिको पार्ट हो नि त। त्यहाँ गएपछि पार्ट त्यो दिदीलाई मैले बनाइसकेँ, दिदी पछिको पार्ट थियो नि त अरू त। अनि ट्विस्ट त्यहाँनिर आयो क्या। ठ्याक्कै म चाहिँ त्यहाँबाट मेरो अलिकति कामहरू सकेर चाहिँ म चाहिँ रिटर्न ब्याक घर भएको थिएँ। अनि त्यो बेला चाहिँ त्यो टाइममा चाहिँ अनि दिदीले चाहिँ एउटा कुरा भन्छु भनिरहनु भएको थियो। ठिक छ भन्नु न भन्दाखेरि ठिक छ म अलिक पछि भन्छु, ओके पछि नै सुनौँला भन्ने हिसाबमा म चाहिँ गाउँ आइरहेको थिएँ। अनि गाउँ आउने क्रममा बिच बाटोमा कल गर्नुभयो। अनि म त एकदम अब एक्साइटेड थिएँ के कुरा हो भनेर। अनि यस्तो अनि यसरी हामी त अब रिलेसनमा बस्नु थालेको, ब्लाब्ला कुराहरू आयो, त्यही उनीहरूको अब रिलेसनको कुरा आयो होइन। अनि म त यति खुसी भएँ कि होइन, अनि यति खुसी भएँ ल ठिक छ होइन। मैले चाहिँ मेरो माइन्ड मेकअपमा के थियो भने होइन, मेरो गाउँमा यदि डिजर्भ गर्छ भने त्यो मेरो दिदीलाई डिजर्भ गर्छ भने त्यही एउटा केटा मेरो बेस्ट फ्रेन्डले डिजर्भ गर्छ, अरूले गर्दैन भन्ने चाहिँ मेरो माइन्ड मेकअप थियो क्या। अनि ठ्याक्कै त्यो पोइन्ट पनि मिल्यो। अनि चाहिँ मलाई कस्तो खुसी लाग्यो क्या, खुसी लाग्यो नि त मलाई त। अनि त्यसपछि बिस्तारै कुरा घटनाहरू यसरी सुरु भयो कि मम्मीले कल गर्नुहुन्छ अनि भन्नुहुन्छ, बाबु तिमीलाई त मैले त यस्तो सोचेको थिइनँ, तिमीले त यस्तो भन्यो रे त्यस्तो भन्यो रे यताउता हो। अब मैले चाहिँ यता त्यो दिदीको फ्यामिलीको कुरा चाहिँ यता केटाको फ्यामिलीसँग चाहिँ कुरा लाएर कि जस मलाई थाहा नै छैन, म गाउँ आएकै छैन। अनि म गाउँमा आएर कुरा लाएरै म गाउँ नआइपुगिकन त्यस्तो मलाई ब्लेम आयो क्या। ओ शिट, अब ठिक छ रिलेसन बस्यो ठिक छ, तर मलाई नै नभनिकन अब मलाई थाहा नदिकन अनि मेरै कुरा काटेर चाहिँ कस्तो खालको मैले बेस्ट फ्रेन्ड बनाएँ अनि कस्तो खालको दिदी बनाएँ
भन्ने कुराले चाहिँ मलाई यति रिग्रेट बनाएँ है। अनि म लाइफमा म रिलेसन ब्रेकअप हुँदाखेरि म कहिल्यै रोएको छैन र पनि म त्यस्तो लभमा परेको छैन। तर त्यो टाइममा म घरमा एक्लै थिएँ, मैले खाना पनि खाइनँ क्या। मैले खाना खाइनँ, म रोगको छ है। किनकि म त्यो ठाउँमा म एकदम निर्दोष थिएँ र उनीहरूले मलाई लागेको ब्लेमहरू एकदम असहनीय थियो क्या। जे होस् एकदम गिरेर मलाई ब्लेम लागेको रहेछ। अनि त्यही कुरा चाहिँ, तर त्यो केटाले भनेको कुरा चाहिँ डाइरेक्टली अब दिदीले मलाई भनेको, मलाई त्यस्तो हुन्न थियो होला, तर दिदीले पनि मलाई भन्नु भएन कि, उल्टो उता मम्मीलाई सुनाउनु भएछ। अनि उताको मम्मीले चाहिँ मलाई कल गरेर चाहिँ यस्तो उस्तो मैले त सोचेकै थिइनँ त्यस्तो, के हो तिमी त्यस्तो, ओ माई गड शिट। अनि म पागल जस्तै भएँ क्या। कुन दिनमा चाहिँ मैले आफ्नो चेलीहरूभन्दा बढी ठाउँ दिएछु त्यो व्यक्तिलाई होइन। कुन दिनमा चाहिँ मैले दाजुभाइ भन्दा बढी क्लोज ठानेछु त्यो व्यक्तिलाई, जुन कि अब मैले त्यो रिग्रेट मैले भनेको रियलाइज भन्दा अरू केही कुरा गर्नै सक्दिनँ क्या त्यहाँ। अब अनि म रोएँ, यत्तिकै रोएँ है। आँखा सुन्यो। जे होस् मैले खाना खाएन 1-2 दिन। अनि जे होस् त्यत्तिको मलाई टच भयो क्या। त्यति मैले विश्वास गरेको थिएँ जुन मेरो बेस्ट फ्रेन्ड र जुन मैले बनाएको दिदी, त्यो दुईजनालाई मैले यति ट्रस्ट गरेको थिएँ होइन लाइफमा, कुरै छोडिदिउँ होइन। अनि जे होस् दुईजनाले मलाई राम्रो पाठ सिकाए लाइफ टाइम पुग्ने गरी। अनि पछि कुरा गएर धेरै कुराहरू सुनियो। अनि पछि मलाई अब अभियसली मलाई त अब त्यो गाउँमा मलाई एकदम नराम्रै सोच्दै आयो भन्ने सोच्छन्। तर प्लिज यो भिडियो देख्नुहुन्छ र कतिले चाहिँ यो भिडियो देख्नुहुन्छ सेयर गरिदिनु होला होइन। म अझै पनि त्यो गाउँमा आउन चाहन्छु र मैले एकचोटि सबलाई भेटेर कुरा गर्न चाहन्छु। अनि तपाईहरुको लाइफमा यस्तो घटनाहरू चाहिँ अब नहोस्, मेरै लाइफमा सकियोस्, यस्तो कसैको लाइफमा नदोहोरियोस्। अनि हुन त भएको केही छैन, कुनै हत्या, कुनै हिंसा, कुनै कसैलाई करोडौं कसैलाई घाटा भएको केही छैन। तर विश्वास तोडिएको छ, मन मरेको छ। अब जे भयो नि त्यो ठाउँमा मलाई मारिएको छ। मेरो चरित्र त्यो गाउँमा भएको मेरो इमेजलाई मैले एकचोटि गएर मैले प्रुभ गर्नै पर्नेछ। अब ढिलो चाँडो कुनै दिन म त्यो ठाउँ पुग्छु। अनि त्यही हो, अब मलाई त्यस्तो बनाइयो। अनि सबैले कमेन्ट गरिदिनु होला कसकोमा आइपुग्छ यो भिडियो। अब मैले जे थियो त्यो मैले यहाँ भिडियो मार्फत एक्सप्लेन गरेको छु। अनि तपाईहरु दुईजनाको सामु पनि यदि यो भिडियो आइपुग्यो भने वास्तविकता के थियो मलाई एकचोटि अझै पनि भन्न सक्नुहुन्छ। अनि दिदीलाई मैले जेस् मेरो घरको आफ्नो घरको दिदी भन्दा नजिकको दिदी माने थिए। तपाईलाई एउटा क्वेशन, यदि तपाईले मलाई भाइ भन्नुभयो तर कुन आधारमा भाइ भन्नुभयो, एउटा क्वेशन। अनि यदि भाइको एगेन्स्ट कुनै थर्ड पर्सन आएर बोल्दै छ भने त्यो पर्सनलाई सजेसन गर्ने हो कि भाइलाई सजेसन गर्ने हो कि भाइको उल्टो कुरा काट्ने हो। दोस्रो तेस्रो क्वेशन, मैले तपाईलाई मेरो आफ्नो घरको दिदी भन्दा धेरै नजिकको दिदी माने थिए, तपाईले के मान्नु भएको थियो मलाई? यदि तिनवटा क्वेशनको एन्सर चाहिँ यदि यो भिडियो देख्नुहुन्छ भने मलाई पर्सनली इनबक्समा गर्न सक्नुहुन्छ र यसमै कमेन्ट पनि गर्न सक्नुहुन्छ।
अनि जुन मैले मानेको मेरो बेस्ट फ्रेन्ड लगभग हाम्रो करियर सँगै स्टार्ट 1 वर्षबाटै भयो भनौँ, तल्लो घर माथिल्लो घर। अब त्यसपछि करियरहरू त्यत्रो धेरै लामो सँगै स्पेन्ड गऱ्यौँ। अनि 13-14 वर्ष 15-16 18-19 वर्षको हाम्रो सम्बन्धलाई यही अर्थ दिनु थियो भने किन यस्तो नाटक गर्यौ? अनि यदि यो कुरा चाहिँ मेरो सामु एकचोटि मात्र यसरी तेरो दिदी मनपर्छ मात्र भनेको थियौ र भने तिमीले, म तिमीहरूलाई मेरो प्राणभन्दा धेरै म हेल्प गर्थेँ। अब सबै कुराहरू सकियो, राम्रो गर हैन। अनि यो कुरा चाहिँ मैले किन एक्सप्लोर गरेँ भने किनकि यो कुरा चाहिँ मलाई एकदम एन्जाइटी भयो, मलाई डिप्रेस भयो। यो कुरा मैले जसरी पनि तिमीहरूको सामु ल्याउनै पर्ने थियो। यो भिडियो चाहिँ एभ्रीबडी गाइज कसकोमा आउँछ सेयर गरिदिनु होला प्लिज। म नाम चाहिँ मेन्सन गर्दिनँ, अब धेरै थोरले चिनिहाल्नुहुन्छ। अनि यदि तपाईँहरूको सामु यो भिडियो आइपुग्यो भने प्लिज डोन्ट मिस अनि डोन्ट फर्गेट है। यो भिडियो चाहिँ जे भए पनि मेरो लाइफमा तिमीहरूले धेरै गेम खेल्यौ, ठिक छ, गेम खेल्यौ, गेमको विनर नै तिमी नै भयो, तिमीलाई नै उपाधि पायो। मैले यसमा कुनै पनि खोज तलास गरिनँ, मात्र एउटा भिडियो यस्तो किन गर्यौ भन्ने कुरो हो। च्याप्टर क्लोज। अनि जति पनि हुनुहुन्छ मेरो युट्युब फ्यामिलीलाई एकदम माया छ मेरो तर्फबाट। अनि यो भिडियो चाहिँ कस्तो के लाग्छ तपाईँहरूले आफ्नो आफ्नो ओपिनियनहरू तल कमेन्ट डाउन बिलो है। अनि त्यही हो, थ्याङ्क यू गाइज, स्टे ट्युन, स्टे सेफ, स्टे हेल्दी, बाई बाई।